जनआदर्श टोल विकासको भवन निर्माणको क्रममा यति चाहिँ आइसकेको छ। 2 कोठे भवन हो र यहाँ यो भवन नितान्त जनआदर्श टोलवासीले आफ्नो के रे श्रमदान र आफ्नै खर्च मार्फत निर्माण भइरहेको हाम्रो जनआदर्श टोल विकास भवन यहाँ सम्पूर्ण हाम्रो कामदार श्रमदाताहरू टोलवासीहरूले चाहिँ के रे तन मनले 5-6 दिनदेखि यो गारो लाउने काम हामीले गरिरहेछौँ र गारो हाम्रो काम पनि एकदमै के रे उत्कृष्ट तरिकाले गएको छ। हाम्रो तिलक दाई मेन हाम्रो चाहिँ के रे मेन मिस्त्री, सेकेन्ड मिस्त्री हाम्रो आइता बहादुर, अर्को सहयोगी मिस्त्रीहरू थुप्रै हुनुहुन्छ। दीपक, अर्को एकजना हाम्रो उहाँ चतराबाट पनि आएर हामीलाई सहयोग गरिरहनु भएको छ। यो पनि हामीलाई धेरै खुसी लागिरहेछ। श्रमको उमा यता हाम्रो यता के मलाई हैन हौ कान्छो हजुर यता हाम्रो एक भाइ एक भैया जेठो भने पनि कान्छो भए पनि पर्व हाम्रो इन्द्र, हामी लगातार खटिएर काम गरिरहेछौँ है। सबैले यो भिडियो म चाहिँ के अरे उमा लाउँदैछु, कमसेकम कमेन्ट गरिदिनुहोस् के कस्तो हुँदैछ, हाम्रो प्रयास कस्तो छ हेरिदिनु होला, कमेन्ट गरिदिनु होला। हामीलाई चिन्ने जान्ने जति पनि हुनुहुन्छ यो हेरेर चाहिँ हामीलाई चाहिँ के अरे यसो सपोर्ट गरिदिनु होला भन्न चाहे। हाम्रो बहिनी सम्झना बिहानदेखि खटिएर काम गरिरहनु भएको, यता हाम्रो मिलन सधैँदेखि काममा खटिएर, यता हाम्रो प्यारी प्यारी नातिनी तर अनुहारै लुगा, अब के भन्नु यसलाई, अनुहार लुकाउनु पाइँदैन ल हेरिदिनु होला। हाम्रो प्रयासलाई चाहिँ के अरे यसो सपोर्ट गरिदिनुहोस्। हाम्रो यस्तै छ। दिनको 500 को दरले हैन त भाइ। खै यहाँ टोल विकास नआउनेलाई 1000 को दरले काटिने छ। बिहान आएर दिउँसो नआउनेलाई 500 रुपैयाँ। ल है यहाँको कडा छ। टोलको साथीहरू यहाँ जति पनि यहाँ घर घरमा हुनुहुन्छ, नआउनु हुनेहरू, यहाँ काम गरेको देखि पनि नआउनु हुनेहरू, उपस्थिति नजनाउनु हुनेहरूलाई चाहिँ वार्निङ स्वरूपमा के भन्दै हुनुहुन्छ हाम्रा साथीहरूले। ल सुन्नु होला, दिनको 1000 अरे, एक दिन पनि आउँदै नआउनेलाई 1000, आएर आधी काम गरेर जानेलाई 500। एक गतेको बैठकमा होइन त, भोलिको बैठकमा। ल अब यो सबैले हेर्नु होला। कहाँ हो यो मार्ने, कहाँ हो यो?